नमस्ते सबैजनालाई। आज म तपाईँहरूलाई एउटा अद्भुत किशोरीको कथा सुनाउँदैछु, जसले बच्चा उमेरमै आफ्नो जीवन जोखिममा राखेर भनिन् स्कुल जान पाउनु हाम्रो अधिकार हो। तर यही आवाजलाई दबाउन खोज्यो, उनलाई गोली हान्यो, तर उनी ढलिनन्, झन् शक्तिशाली भइन्। यो कथा हो मालाला युसुफजईको। मालाला पाकिस्तानकी ती किशोरी हुन् जसले शिक्षाको अधिकारका लागि आवाज उठाइन्। तालिबानको सोच थियो महिलाहरूले घरमै बस्नुपर्छ, बालिकाहरूले पढ्नु हुँदैन, उनीहरूको जीवन केवल बच्चा जन्माउने र घरधन्दा गर्नेमा सीमित हुनुपर्छ। तर मालालाले यो रूढिवादी सोचलाई अस्वीकार गरिन्। यो अडियो बुकमा तपाईँ मालालाको असाधारण सङ्घर्षको कथा सुन्नुहुनेछ। कसरी एक सानो बालिकाले कठोर तालिबान शासनलाई चुनौती दिइन्, कसरी उनले राष्ट्रहरूलाई झकझक्याइन् र हरेक बालबालिकालाई शिक्षा लिन प्रेरित गरिन्। मालाला केवल एउटा नाम होइन, उनी बहादुरी, दृढ इच्छाशक्ति र परिवर्तनको प्रतीक हुन्। आई एम मालाला, मालाला युसुफजईको आत्मकथाको पुस्तक हो। यो पुस्तक मालालाले पत्रकार क्रिस्टिना ल्याबसँग मिलेर लेखेकी हुन्। अब हामी आई एम मालाला पुस्तकको कथा सुरु गर्दैछौँ। कृपया अन्तिमसम्म सुन्नुहोला, किनकि यसले तपाईँलाई जीवनभरका लागि प्रेरित गर्नेछ। उहाँको आत्मकथा यसरी सुरु हुन्छ। हाम्रो संस्कृतिमा छोरी जन्मेको दिनलाई दुःखको दिन मानिन्छ। छोरा जन्मिँदा बन्दुक पड्काएर खुसियाली मनाइन्छ, तर छोरीहरूलाई पर्दाको पछाडि लुकाइन्छ। मेरो बुबा गरिब हुनुहुन्थ्यो। उहाँ मेरी आमालाई अस्पताल लैजान शुल्क तिर्न सक्ने अवस्थामा हुनुहुन्थेन। छिमेकीहरूले नै आमालाई सुत्केरी गराउनुभयो। मेरो काकाहरू र केही मात्र मलाई हेर्न आउनुभयो। मेरो एक काकाले बुबालाई केही पैसा उपहार दिनुभयो र उहाँसँग हाम्रो वंशावलीको पुस्तक पनि थियो। त्यहाँ मेरो हजुरबुबा र मेरा सबै पुर्खाहरूको नाम लेखिएको थियो, तर एउटी महिलाको नाम पनि त्यहाँ थिएन। हाम्रो परम्परागत मान्यता अनुसार महिलाहरूको काम केवल सन्तान जन्माउने र घरधन्दा गर्ने मात्र हो। तर मेरो बुबा अलि फरक हुनुहुन्थ्यो। उहाँले कलम लिनुभयो, वंशावलीको सूचीमा आफ्नो नामको तल एउटा लाइन कोरेर मलाई दिएको नाम लेख्नुभयो, मालाला। मेरो बुबाले भन्नुभयो, जब उहाँले मलाई पहिलो पटक देख्नुभयो, उहाँले मलाई माया गर्न थाल्नुभयो। उहाँले मलाई अफगानिस्तानकी महान नायिका मालालाईको नाम दिनुभयो। सन् 1880मा बेलायत र अफगानिस्तानबीच युद्ध भयो। बेलायतले अफगानिस्तान कब्जा गर्न चाहन्थ्यो। अफगानी सेना पराजित हुँदै थियो। मालालाई युद्धभूमिमा दौडिन्। उनी एउटा पहाडमा चढिन्। उनले देखिन् कि झन्डा बोकेको व्यक्ति लडिसकेको थियो। उनले आफ्नो सेतो पछ्यौरा निकालिन् र उच्च उठाइन्। उनले अफगानी सेनालाई प्रेरणादायी शब्दहरू भनिन्। मालालालाई गोली हानेर घाइते पारियो, तर उनले विजय दिलाइन्। अफगानी पुरुषहरू उनको बहादुरीबाट प्रेरित भए र झनै जोसका साथ लडे। त्यो युद्ध बेलायती सेनाका लागि सबैभन्दा ठुलो हारमध्ये एक थियो। मेरो बुबा मलाई दिएको नाममा धेरै गर्व गर्नुहुन्थ्यो। उहाँ मलाई बारम्बार मालालाईको कथा सुनाउनुहुन्थ्यो। हाम्रो परिवार पाकिस्तानको उत्तर पूर्वी भागमा रहेको स्वात उपत्यकामा बस्थ्यो। हाम्रो गाउँ मिङ्गोरा, हरियाली पहाडहरू, अग्ला झरनाहरू र सेता तालहरूले घेरिएको थियो। मेरो लागि यो संसारको सबैभन्दा सुन्दर ठाउँ थियो। मेरो बुबा शिक्षामा दृढ विश्वास राख्नुहुन्थ्यो। विद्यालय खोल्नु उहाँको जीवनको सपना थियो। उहाँले आफ्ना लागि निकै मेहनत गर्नुभयो। मेरो कुनै पनि फुपूहरूले विद्यालय जान पाएनन्। हजुरबुबाहरूले बुबालाई कलेज पठाउन सक्ने स्थिति त थिएन, तर पनि बुबाले जेनतेन गरी पढ्नुभयो। उहाँ विद्यार्थी आन्दोलनमा पनि संलग्न हुनुभयो। मेरो बुबा एक उत्कृष्ट वक्ता, बहसकर्ता हुनुहुन्छ। उहाँले अङ्ग्रेजीमा स्नातक गर्नुभयो। स्नातकपछि बुबाले शिक्षकको रूपमा काम गर्न थाल्नुभयो। त्यसपछि उहाँसँग कलेजका एक साथी भेटिनुभयो, जसले बुबासँग मिलेर विद्यालय खोल्न सहमति जनाउनुभयो। उहाँहरूले त्यस विद्यालयलाई खुसाल स्कुल नाम दिनुभयो। यो हाम्रो जन्मथलो मिङ्गोरामा अवस्थित छ। बुबासँग धेरै ऋण थियो, तर उहाँ अत्यन्त दृढ हुनुहुन्थ्यो। उहाँले विद्यालयमा आफ्नो सबै बचत लगानी गर्नुभयो। उहाँहरूले केवल 3 विद्यार्थीबाट विद्यालय सुरु गर्नुभयो। यही समयमा मेरो बुबा र मेरी आमाको विवाह भयो। बुबा मेरी आमाप्रति निकै समर्पित हुनुहुन्थ्यो। उहाँ परिवारको पालन पोषण गर्न र विद्यालय चलाइराख्न दृढ हुनुहुन्थ्यो। एकपटक तुफान र बाढीले हाम्रो घर र विद्यालय दुवै नष्ट गर्यो। बुबाले कठिन निर्णय लिनुभयो, आमाको विवाहमा पाएको चुरा बेच्ने। आमालाई पहिलो सन्तान छोरी जन्मिएको कुरा बुबाले थाहा पाउँदा कसरी प्रतिक्रिया गर्नुहुन्छ भन्ने डर थियो। तर जब बुबाले मलाई देख्नुभयो, उहाँ अत्यन्त खुसी हुनुभयो। उहाँले आफ्नो साथीलाई भन्नुभयो, मालाला भाग्यमानी छोरी हो। उहाँले भन्नुभयो, मेरो जीवनमा सौभाग्य तब आयो जब ऊ जन्मिए। हाम्रो सानो परिवार विद्यालयकै एउटा खाली कोठामा सरेर बस्यो। त्यसबेला विद्यालयमा 100 विद्यार्थी र 5 जना शिक्षक थिए। प्रत्येक विद्यार्थीले महिनामा 100 रुपियाँ तिर्थे। मेरो बुबाले विद्यालयका लागि धेरै जिम्मेवारी वहन गर्नुहुन्थ्यो। उहाँ शिक्षक मात्र होइन, विद्यालयको लेखापाल र प्रधानाध्यापक समेत हुनुहुन्थ्यो।
उहाँ आफै भित्ताहरू, भुइँ र सबै शौचालय सफा गर्नुहुन्थ्यो। खानाका लागि थोरै मात्र पैसा बस्थ्यो। बुबाले शिक्षकहरूको तलब र विद्यालय भवनको भाडा तिर्नु पर्थ्यो। तर केही महिनापछि विद्यालयले घाटा बेहोर्न छोड्यो। मेरो बुबा शिक्षालाई अत्यन्त माया गर्नुहुन्थ्यो। म पनि उहाँसँगै त्यो जुनुन साझा गर्छु। विद्यालयमा हुर्किन पाउँदा म धेरै खुसी थिएँ। जब म 3 वर्षकी थिएँ, मलाई ठुला विद्यार्थीहरूको कक्षामा समावेश गरियो। म शिक्षकहरूलाई ध्यानपूर्वक सुन्थेँ र व्याख्यानहरू मजाले मन पराउँथेँ। कहिलेकाहीँ म शिक्षक बन्ने नाटक गर्थेँ। म अगाडि जान्थेँ र खाली कुर्सीहरूसँग सकेसम्म शब्दहरू भन्थेँ। जब मैले पढ्न सिकेँ, म पुस्तकहरूप्रति निकै आकर्षित भएँ। मलाई सिक्न असाध्यै मन पर्छ, त्यसैले म सधैँ मेहनत गर्छु। मलाई अध्ययन गर्ने अवसर मिल्यो, जुन मेरा लागि सौभाग्यको कुरा हो। मेरी आमाले कहिल्यै पढ्न सिक्न पाउनु भएन। जब मेरी आमा 6 वर्षकी थिइन्, हजुरबुबाले उहाँलाई विद्यालयमा लग्नुभयो। कक्षामा उनी एक्लै केटी थिइन्। मेरी आमाले आफ्ना दिदीहरू घरमै खेल्न पाएको देखेर ईर्ष्या गर्नुभयो। एक दिन आमाले आफ्ना सबै किताबहरू बेचेर चकलेट किन्नुभयो। कसैले पनि उहाँलाई सोधेन उहाँले के गर्नुभयो भनेर। यसरी मेरी आमा पनि गाउँका धेरैजसो महिलाहरू जस्तै अशिक्षित रहनुभयो। मुफ्ती भन्नाले इस्लामिक कानुनको जानकार व्यक्तिलाई जनाउँछ। उनी एक इस्लामिक विद्वान हुन्। खुसाल स्कुल राम्रोसँग चलिरहेको थियो। बुबाले केटाहरू र केटीहरू दुवैलाई स्कुलमा भर्ना लिनुभएको थियो। पहिलो पटक आमाले आफ्नै कमाइबाट नयाँ कपडा किन्न सक्नुहुन्थ्यो र गरिब छिमेकीहरूलाई खाना दिन सक्नुहुन्थ्यो। तर हाम्रो स्कुलको अगाडि बस्ने एकजना धनी व्यक्ति केटीहरूको शिक्षासँग असहमत थिए। उनले आफूलाई मुफ्ती भन्थे, तर बुबाले भन्नुहुन्थ्यो हर कोही पगडी लगाउने व्यक्ति मुफ्ती हुन सक्दैन। त्यो मुफ्ती बुबासँग निकै रिसाएका थिए। उनी केटीहरू स्कुलभित्र बाहिर गर्दै गरेको देखेर झन् झोक्किन्थे। मुफ्तीले स्कुलको भवन मालिक महिलालाई भेटेर भने कि बुबाले हाम्रो समुदायको अपमान गरिरहेका छन्। उनले भने कि बुबाले हराम स्कुल चलाइरहनु भएको छ। त्यसपछि मुफ्तीले उक्त भवनलाई मदरसाका रूपमा भाडामा लिन चाहेको बताए, तर जग्गाधनी महिलाले यो कुरा स्वीकार गरिन्। उनले उल्टै बुबालाई मुफ्तीको बारेमा सचेत गराइन्। यो कुराले त्यो बुढो मान्छे झन् रिसाए। उनले केही प्रभावशाली मानिसहरूसँग कुरा गरेर गाउँका ज्येष्ठ व्यक्तिहरूलाई जम्मा गरे। एक रात 7 जना बुढापाकाहरू हाम्रो घरमा आए। मुफ्तीले भने, म यहाँ असल मुस्लिमहरूको प्रतिनिधित्व गर्न आएको छु। उनले खुसाल स्कुल हराम भएको बताए। यो धर्म विरुद्धको कुरा हो भन्दै उहाँले बुबालाई तुरुन्त स्कुल बन्द गर्न आदेश दिए। उनले केटीहरूले सधैँ पर्दा लगाउनुपर्छ र बाहिर देखिनु हुँदैन भने। मुफ्तीले तर्क गरे कि यहाँसम्म कि परमेश्वरले पनि कुनै महिलाको नाम कुरानमा उल्लेख गर्नुभएको छैन। तर बुबाले हाम्रो स्कुलको बचाउ गर्न तयार हुनुभयो। उहाँले भन्नुभयो, मरियम जो ईसा यसुको आमा हुनुहुन्छ, कुरानमा धेरै पटक उल्लेख गरिएकी छिन्। उनी एक असल महिला हुन् र सबैका लागि उदाहरणीय व्यक्तित्व हुन्। तर मुफ्तीले हार मान्न चाहेनन्। उनले भने, धेरै पुरुषहरू स्कुलको बाटो हुँदै जान्छन्। उनीहरूले केटीहरू स्कुलमा आउजाउ गरिरहेको देख्नु ठिक होइन। त्यसपछि बुबाले समाधानको रूपमा एउटा प्रस्ताव राख्नुभयो। उहाँले ज्येष्ठ व्यक्तिहरूलाई भन्नुभयो कि यदि समस्या केटीहरूको स्कुलभित्र बाहिर गराइ नै हो भने स्कुलको पछाडिपट्टि एउटा ढोका बनाऊ, त्यसबाट केटीहरू भित्र पस्न सक्नेछन्। र मुफ्ती रिसाए, तर गाउँका ज्येष्ठ व्यक्तिहरू बुबाको प्रस्तावमा सन्तुष्ट भए। उनीहरू शान्तिपूर्वक फर्किए। तर मुफ्तीलाई थाहा थिएन उनकै भान्जी हाम्रो स्कुलमा विद्यार्थी थिइन्। जब म 10 वर्षकी थिएँ, तब तालिबानहरू हाम्रो गाउँमा आए। सुरुवाती दिनहरूमा उनीहरूले आफूलाई तालिबान भनेर चिनाउँदैनथे। उनीहरू तस्बिरमा देखिने जस्ता तालिबान चाहिँ लुगा पनि लगाउँदैनथे। उनीहरूले पकडी लगाउँदैनथे, न त आँखामा कालो चस्मा लगाउँथे। बरु ती मानिसहरूले क्यामोफ्लाजा ज्याकेट लगाउँथे। उनीहरूको दारी निकै लामो थियो र उनीहरू कपाल पनि काट्दैनथे। त्यो समूहको नेता मौलाना फजुलुल्लाह थिए। उनी 28 वर्षका थिए। उनी एक उग्रवादी नेता थिए जसले आफ्नै छोरीसँग विवाह गरेका थिए। फजुलुल्लाहले मिङ्गोरा आइपुगेर पहिलो काम आफ्नो अवैध रेडियो स्टेसन खोल्ने गरे। त्यसलाई मुल्ला एफएम भनिन्थ्यो। सुरुमा फजुलुल्लाहले आफ्नो रेडियो स्टेसनबाट बुद्धिमानीका कुरा सुनाउँथे। उनले आफूलाई कुरानको व्याख्याता र इस्लामिक सुधारकको रूपमा चिनाए। मेरी आमा रेडियो मुल्ला मन पराउनुहुन्थ्यो। उनले मानिसहरूलाई नराम्रो बानीहरू परिवर्तन गर्न र असल बानीहरू कायम राख्न सिकाउँथे। उनले पुरुषहरूलाई चुरोट खान छाड्न र गाँजा प्रयोग नगर्न भने। रेडियो मुल्ला प्राय इस्लामहरूप्रति आफ्नो प्रेमको बारेमा बोल्दा रुन्थे। उनले मानिसहरूलाई नाचगान, फिल्म हेर्नु, सङ्गीत सुन्नु जस्ता पापी क्रियाकलापहरूबाट टाढा रहन चेतावनी दिन्थे। उनले भने, यिनै नराम्रा गतिविधिहरूका कारण भगवान हामीमाथि भूकम्प ल्याउनुहुन्छ। नाचगान गर्दा भगवान रिसाउनुहुन्छ। मुल्ला एफएम गाउँभरि चर्चित भयो। धेरै मानिसहरूले
फजुलुल्लाहलाई आदर गर्थे। उनीहरूले उनको शिक्षालाई अनुसरण गर्थे। केही महिनाभित्र मानिसहरूले आफ्नो सिडी, डिभिडी र टेलिभिजन सेटहरू फालिदिए। फजुलुल्लाहका मानिसहरूले ती सबै सडकमा जम्मा गरेर जलाइदिए। म र मेरा दाजुभाइ बहिनीहरू चिन्तित थियौँ कि बुबाले हाम्रो टिभी पनि फाल्नेछन्, तर बुबाले हामीलाई आश्वासन दिनुभयो। बुबाले फजुलुल्लाहलाई विश्वास गर्नुहुन्थेन। उहाँले भन्नुभयो, यो मानिस साँचो विद्वान होइन, उसले कुरानको गलत अर्थ लगाउँछ, किनभने गाउँलेहरूलाई अरबी भाषा थाहा छैन। फजुलुल्लाहले ज्ञान होइन, अज्ञानता फैलाइरहेको छ। हामीले हाम्रो टिभी दराजभित्र लुकायौँ। हामी हेर्दा भोल्युम कम गरेर हेर्थ्यौँ। धेरै मानिसहरूले बुबालाई भने, फजुलुल्लाह एक बुद्धिमान विद्वान हुन्, तपाईँले उनीसँग भेट गर्नुपर्छ। तर बुबाले अस्वीकार गर्नुभयो। उहाँले भन्नुभयो, फजुलुल्लाह त हाई स्कुल नै पास नगरेको व्यक्ति हो, उसले प्रयोग गर्ने नाम समेत उसको वास्तविक नाम होइन। फजुलुल्लाहले रेडियो कार्यक्रममा पापी पुरुषको नाम सार्वजनिक गर्थ्यो। उनले भन्थे, श्रीमान याक्सले चुरोट खान छाडे, म उनलाई बधाई दिन्छु। श्रीमान वाईले आफ्नो दारी लामो राखेका छन्, उनी राम्रो उदाहरण हुन्। श्रीमान जेड आफ्नो सिडी पसल बन्द गरे, उनी स्वर्गमा पुग्नेछन्। मानिसहरूलाई यो भाग मन पर्थ्यो, किनभने यसलाई छिमेकीहरूसँग गफ गर्न माध्यम बनाइन्थ्यो। बुबाका साथी जसले स्कुल खोल्न सहयोग गरेका थिए, हामीलाई चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, यही नै उग्रवादीहरूको रणनीति हो। पहिला उनीहरूले जनताको मन जित्छन्, उनीहरूले सरकारलाई दोष लगाउँछन् र आफूलाई नायकको रूपमा प्रस्तुत गर्छन्। उनीहरू बिस्तारै धेरैको समर्थन बटुल्छन्। फजुलुल्लाहले आफ्नो कार्यक्रममा महिलाहरूलाई विशेष गरी सम्बोधन गर्थे। उनी भन्थे, पुरुषहरू बाहिर जानुहोस्, म केवल महिलाहरूसँग कुरा गर्न चाहन्छु। उनले महिलाहरूलाई घरमै बस्नुपर्ने बताउँथे। उनले भने, महिलाहरूको कर्तव्य नै घरको काम गर्नु हो। उनले महिलाहरूलाई बाहिर नजान भने, यदि जानै पर्ने भए आवश्यकता परेको बेला मात्र जानु र सधैँ बुर्का लगाउनुपर्छ भन्ने सल्लाह दिन्थे। फजुलुल्लाहका मानिसहरूले महिलाहरूको आकर्षक कपडा जफत गर्थे अनि ती कपडाहरू सडकमा प्रदर्शन गर्थे ताकि अरू महिलाहरूले त्यस्ता कपडा लगाउन छोडुन्। मेरा साथीहरूको आमाहरू फजुलुल्लाहका प्रशंसक बने। धेरै आमाहरू फजुलुल्लाहका अनुयायी बने। उनीहरूले उनको लामो कपालको तारिफ गर्थे। उनीहरूको भनाइ थियो कि फजुलुल्लाह घोडामा चढ्दा साहसी देखिन्छन्, उनी पैगम्बर मोहम्मदको जस्तै व्यवहार गर्छन्। मेरो बुबा भने यो सुनेर स्तब्ध हुनुभयो। उनले फजुलुल्लाहले केटीहरूलाई स्कुल जान नदिनु भनेर बताउन थाले। उनले पढाइ छाडेका केटीहरूलाई सार्वजनिक रूपमा बधाई दिन्थे। मिस एले आजदेखि स्कुल जान छोडेकी छिन्, उनी अवश्य स्वर्गमा जान्छिन्। मिस बीले पढाइ छोडिन्, हामी उनलाई बधाई दिन्छौँ। विद्यालय जाने केटीहरूलाई गाई भैँसी र भेडाहरू भनी गाली गरिन्थ्यो। एक दिन मैले बुबासँग सोधेँ, फजुलुल्लाहले केटीहरूलाई विद्यालय जान नदिन किन भन्छ? बुबाले उत्तर दिनुभयो, किनभने फजुलुल्लाह जस्ता मानिसहरू शिक्षासँग डराउँछन्। उनीहरूलाई थाहा छ कि शिक्षा शक्तिशाली कुरा हो। सबाना एक उत्कृष्ट डान्सर थिइन्। हामी उनलाई मिङ्गोरामा नाचेको हेर्न मन पराउँथ्यौँ। उनी बनार बजारमा बस्थिन्, जुन सङ्गीतकार र कलाकारहरूका लागि प्रख्यात गल्ली हो। एक रात केही पुरुषहरू सबानाको ढोका ढकढक्याउन आए। उनीहरूले सबानालाई नाच्न अनुरोध गरे। सबाना कोठामा गइन् र नाच्नका लागि कपडा फेरेर फर्किन्। तर फर्किँदा उनले ती पुरुषहरूलाई बन्दुक ताकिरहेको देखिन्। ती पुरुषहरूले भने, हामी तिमीलाई घाँटी रेटेर मार्नेछौँ। सबानाले आफ्नो जीवनको भिक्षा मागिन्, कृपया मलाई नमार्नुहोस्, म कसम खान्छु अब म कहिल्यै नाच्ने वा गाउने छैन। भगवानका लागि म एक महिला हुँ, म एक मुस्लिम महिला हुँ, कृपया मेरो ज्यान बचाउनुहोस्। छिमेकीहरूले उनको चिच्यार सुने। त्यसपछि उनले गोली चलेको आवाज सुने। सबानाको मृत शरीरलाई तानेर ग्रिन चोक पुर्याइयो। त्यसपछि केही दिनसम्म त्यहाँ अन्य शवहरू पनि लगेर फालियो। त्यसै कारण त्यो ठाउँलाई पछि रक्तरञ्जित चोक, ब्लडी स्क्वायर भनेर चिन्न थालियो। भोलिपल्ट बिहान फजुलुल्लाहले रेडियोमा सबानाको मृत्युबारे बोले। उनी मर्नै पर्थ्यो। उनले भने, फजुलुल्लाहले सबानालाई अनैतिक भनेर आरोप लगाए। उनले बनार बजारमा नाच्ने अन्य केटीहरू पनि एकपछि अर्को गरी मारिने चेतावनी दिए। कुनै समय हाम्रो उपत्यकामा सङ्गीतकार र कलाकारहरूको सम्मान गरिन्थ्यो, तर अब तिनीहरू अधिकांश भागिसकेका थिए। स्थिति झन् बिग्रदै गयो। हामीले घरहरू बमले उडाइएका खबर सुन्न थाल्यौँ। स्कुलहरू ध्वस्त पारिएको थाहा पाइयो। ब्लडी स्क्वायर, रक्तरञ्जित चोकमा हरेक दिन सार्वजनिक रूपमा कोर्रा हानिन्थ्यो। एउटा शिक्षकले तालिबानको शैलीमा सलवार लगाउन अस्वीकार गरे। उनीहरूलाई प्रतिवाद गरे। फजुलुल्लाहका मानिसहरूले ती शिक्षकलाई झुन्ड्याए र उनको बुबालाई गोली हानेर मारे। मैले बुझ्न सकिनँ तालिबान के गर्न खोज्दै थिए। उनीहरूले इस्लामको नाममा अत्याचार गरे, मानिसहरूलाई बन्दुक ताकेर इस्लाम मान्न बाध्य बनाए।
यदि उनीहरू साँच्चै चाहन्थे कि मानिसहरूले इस्लामलाई विश्वास गरून्, तिनले असल उदाहरण देखाउनु पर्थ्यो। बुबा र उनका साथीहरू केही गर्न खोजे, तर धेरैजना डराए, केही बोल्न सकेनन्। तर बुबा स्पष्ट विचार राख्नुहुन्थ्यो। उहाँलाई लाग्थ्यो, चुपचाप मर्नुभन्दा त सत्य बोल्दा मरिनु नै राम्रो। एउटा पत्रकार सम्मेलनमा बुबाले पाकिस्तानी सेनालाई तालिबान विरुद्ध लड्न र उनीहरूको नेतालाई पक्राउ गर्न माग गर्नुभयो। भोलिपल्ट बिहान मुल्ला एफएमबाट बुबाको नाम घोषणा गरियो। त्यसपछि उहाँलाई धेरैजसो धम्की आउन थाल्यो, तर बुबा कहिल्यै डराउनु भएन। गुल मकाईको डायरी। बीबीसीका एक रेडियो प्रतिनिधि एक स्कुले केटी वा महिला शिक्षकलाई खोज्दै थिए जसले तालिबानको बारेमा डायरी लेखोस्। उनी हाम्रो उपत्यकामा के भइरहेको छ भन्ने वास्तविकता सबैलाई बताउन चाहन्थे। मेरो स्कुले साथी आयसाले सहमति जनाइन्, तर उनको बुबाले थाहा पाएपछि उनलाई रोकिदिए। मैले यो कुरा बुबालाई बोल्दै गरेको सुनि मैले तुरुन्त सोचेँ, यो काम मैले किन नगर्ने। मैले बुबालाई भने कि म सबैलाई थाहा दिन चाहन्छु, शिक्षाको अधिकार छ। कुरानमा लेखिएको छ कि सबै मानिसहरूले ज्ञान प्राप्त गर्न पाउनुपर्छ, सबैले अध्ययन गर्नुपर्छ, संसारका रहस्यहरू बुझ्न प्रयास गर्नुपर्छ, हरेक बच्चा केटा वा केटी स्कुल जान पाउनुपर्छ। मैले कहिल्यै डायरी लेखेकी थिइनँ। मलाई कसरी सुरु गर्ने भन्ने पनि थाहा थिएन। हामीसँग कम्प्युटर थियो, तर प्राय विद्युत गइरहन्थ्यो र इन्टरनेट पनि थिएन। बीबीसीका रेडियो प्रतिनिधि हाई काकरले राति आमाको मोबाइल मार्फत मलाई फोन गरे। उनले आफ्नै मोबाइल प्रयोग गरेनन् किनकि उनको फोन गुप्तचर समूहहरूले निगरानी गरिरहेको थियो। हाई काकरले मलाई आफ्ना विचारहरू व्यवस्थित गर्न मद्दत गरे। उनले पहिलो पटक मलाई सोधे, आज तिम्रो दिन कस्तो रह्यो? उनले मलाई केही कथाहरू भन्न र मेरा सपना सुनाउन भने। हाम्रो कुराकानीहरू प्राय 30-45 मिनटसम्म हुन्थे। हाई काकरले मेरो शब्दहरू टाइप गरेर बीबीसीका वेबसाइटमा हप्तामा एकपटक प्रकाशित गर्थे। उनले भने, तिमी आफ्नो वास्तविक नाम प्रयोग गर्न सक्दिनौ, यो धेरै खतरनाक छ। हाई काकरले गुल मकाई भन्ने उपनाम प्रस्ताव गरे। यो एक लोककथाको नायिकाबाट लिइएको थियो। गुल मकाईको कथा रोमियो र जुलियटको जस्तै थियो। गुल मकाईले त्यस्तो व्यक्तिसँग प्रेम गरिन् जससँग गर्नु हुँदैनथ्यो। उनी र मुसा खान एउटै विद्यालयमा पढ्थे। उनीहरू गहिरो प्रेममा परे, तर उनीहरू युद्ध गरिरहेको परिवारबाट आएका थिए। जब गुल मकाई र मुसा खानको सम्बन्ध सार्वजनिक भयो, यसले युद्ध निम्त्यायो। तर उनीहरूको प्रेम कथा दुःखद अन्त्यमा पुगेन। गुल मकाईले आफ्नो ठुला बडासँग कुरा गरिन्। उनले भनिन्, युद्ध नराम्रो हो, यो तुरन्त रोकिनुपर्छ। उनले ठुला मानिसहरूलाई आफ्नो प्रेमलाई स्वीकृति दिन आग्रह गरिन्। मेरो कथाहरू पहिलोपटक जनवरी 2009मा वेबसाइटमा प्रकाशित भए। पहिलो प्रविष्टिको शीर्षक थियो, म डराएकी छु। मैले मेरो सपनाहरूको बारेमा लेखेकी थिएँ। मैले तालिबानले हाम्रो घर घेरेको सपना देखेँ। मैले सेनाका हेलिकप्टरहरू हाम्रो छतमाथि उडिरहेको सपना देखेँ। त्यस दिन दिउँसो जब म स्कुलबाट घर फर्किँदै थिएँ, मैले पछाडि एकजनालाई भन्दै गरेको सुने, म तिमीलाई मार्नेछु। म छिटो छिटो हिँड्न थालेँ। एक समयपछि मैले पछाडि फर्केर हेरेँ। म ढुक्क भएँ किनभने ती व्यक्ति मोबाइलमा कुरा गर्दै थिए। वेबसाइटमा मेरा शब्दहरू देख्दा बेग्लै अनुभव भयो। सुरुमा म धेरै लजाएकी थिएँ, तर पछि आत्मविश्वास बढ्यो। हाई काकरले भने, मलाई तिम्रा वाक्यहरू असली लाग्छन्। तिम्रो जीवन, परिवार, स्कुल र तालिबानले दिएको पीडाका अनुभवहरू मिसिएका छन्। थाका साथीहरूले बीबीसीको वेबसाइट देखेर गुल मकाईको डायरीबारे कुरा गर्न थाले। उनीहरूमध्ये एकले एउटा कथा प्रिन्ट गरेर बुबालाई देखाए। बुबाले केवल धेरै राम्रो छ भन्नुभयो। उहाँ मुस्कुराउनुभयो। उहाँले मेरो कामप्रति गर्व गर्नुभएको थियो। केही पत्रिकाहरूले वेबसाइटको केही भाग लिएर प्रकाशित गरे। बीबीसीले मेरो शब्दहरू रेकर्डिङ गरेर अर्को केटीको स्वरमा प्रसारण गर्यो। त्यो बेला मैले बुझेँ, शब्दहरू बन्दुक, ट्याङ्क र हेलिकप्टरभन्दा शक्तिशाली हुन्छन्। तालिबानले केटीहरूलाई स्कुल जान बन्द गर्न अन्तिम मिति दिए। उनले हाम्रो स्कुल नै बन्द गर्न आदेश दिए। हाम्रो अन्तिम दिन म र मेरा साथीहरू स्कुलमा केही घन्टा बस्यौँ। मलाई मेरो अध्ययन रोक्न मन थिएन। जब म घर पुगेँ, म धेरै रोएँ। म 11 वर्षकी मात्र थिएँ, तर मलाई यस्तो लाग्यो कि मैले सबै कुरा गुमाइसकेँ। सरकारले 12,000 पाकिस्तानी सैनिकहरू हाम्रो क्षेत्रमा पठायो। उनीहरू तालिबानलाई शान्त पार्न आएका थिए। उनीहरूसँग ट्याङ्क, हेलिकप्टर र ठुला बन्दुकहरू थिए। फेब्रुअरी 2009को एक रात हामी गोलाबारीको आवाजले बीच रातमा बिउज्यौँ। यो एक उत्सव थियो। खबर फैलियो कि सरकार र तालिबान बीच शान्ति सम्झौता भएको छ। सरकार हाम्रो प्रान्तमा सरिया कानुन लागू गर्न सहमत भयो। बदलामा तालिबानले आफ्नो हिंसात्मक गतिविधिहरू रोक्नुपर्ने थियो।
यो सम्झौता 10 दिनको युद्धविरामबाट सुरु गरियो। त्यसपछि शान्ति सम्झौता कानुनी रूपमा पारित गरिनेछ भनेर घोषणा गरियो। अनिश्चितकालीन युद्धविराम लागू गरिने भनियो। तर यो अजीब प्रकारको शान्ति थियो। महिनौँ बिते तर तालिबान अझै पनि हाम्रा गल्लीहरूमा गस्ती गर्दै थिए। उनीहरू हातमा बन्दुक लिएर झन्डा फहराउँदै हिँड्थे। अवस्था पहिले जस्तै थियो। तालिबान झन् बर्बर बन्दै गए। एक दिन मेरी आमा र उनकी बहिनी चिना बजारमा किनमेल गर्न गएका थिए। उनीहरू हाम्रो दिदीको विवाहका लागि केही सामान किन्न चाहन्थे, तर तालिबानले उनलाई बाटो रोक्यो र धम्की दियो। आमासँग स्क्राप थियो, तर उनीहरूले बुर्का लगाएका थिएनन्। तालिबानले भन्यो, यदि फेरि बुर्का नलगाई देखियो भने सार्वजनिक रूपमा कोर्रा हानिनेछ। एक दिन एक पसलेलाई कुटियो, कारण एक महिला आफ्नो श्रीमान बिना पसलमा गएकी थिइन्। धेरै मानिसहरूले त्यो पसलेको पीडा देखे, तर कसैले पनि सहयोग गरेनन्। अर्को दिन एक किशोरी केटीलाई सार्वजनिक रूपमा कोर्रा हानियो। उनी ठुलो स्वरमा चिच्याइन्, जीवनको भिक्षा मागिन्। उनले कालो बुर्का र रातो प्यान्ट लगाएकी थिइन्, त्यसैले उनलाई सार्वजनिक रूपमा दण्ड दियो। जब जब उनको बुर्का खस्यो, तालिबानले मिलाएर फेरि कोर्रा हान्न थाले। उनी 34 पटक कोर्रा हानिन्। जुलाई 2009 मा प्रधानमन्त्रीले घोषणा गरे कि तालिबानलाई अन्ततः हटाइयो। उनले हाम्रो जीवन सामान्य अवस्थामा फर्किनेछ भन्ने बाछा गरे। अगस्त महिनामा हाम्रो विद्यालय पुनः खुलेको थियो। मेरो कक्षाका साथीहरूलाई अब थाहा भइसकेको थियो कि गुल मकाई मै हुँ। मैले बुबा र उहाँका साथीहरूलाई घरमा कुरा गरिरहेको सुने। बुबाले भन्नुभयो, तालिबान एउटा सङ्गठित समूह मात्र होइन, यो एउटा मानसिकता हो। तालिबानी मानसिकता हाम्रो सम्पूर्ण देशभरि फैलिएको थियो। व्यक्तिगत तालिबानीकरण भन्नाले हाम्रो देशका ती व्यक्तिहरूलाई जनाउँछ जो सरकार, अङ्ग्रेजी कानुन वा अमेरिकी मूल्यहरूसँग असहमत छन्। ती अतिवादीहरूले आफ्ना विचारहरू जबरजस्त अरूलाई थोपर्न खोज्थे। एक रात बुबाले एकदमै नराम्रो खबर पाए। उहाँका सहकर्मी तथा सहयात्री जहिद खानलाई गोली हानेर घाइते बनायो। उहाँ मस्जिद जाँदै हुनुहुन्थ्यो, तर एक बन्दुकधारीले उनको अनुहारमा 3 पटक गोली हान्यो। बुबाले यो सुन्नासाथ उहाँलाई यस्तो लाग्यो कि उहाँको खुट्टा मुनिको जमिन भाँसियो। उहाँलाई लाग्यो, अब म नै अर्को निशाना बन्नेछु। आमाले उहाँलाई अस्पताल जान रोक्न प्रयास गर्नुभयो, तर बुबा जहिद खानलाई भेट्न दृढ हुनुहुन्थ्यो। जब उहाँ अस्पताल पुग्नुभयो, केही राजनीतिक साथीहरूले बुबालाई त्यहाँ नबस्न सल्लाह दिए। धेरै खतरा छ, कृपया घर जानुहोस्। जहिद खान भाग्यमानी हुनुहुन्थ्यो। ती हत्याराले उनलाई 3 पटक गोली हाने, तर उनले आक्रमणकारीको हात समात्न सफल भए। 3 गोलीमध्ये एक गोली उहाँको घाँटीबाट छिरेर नाकबाट बाहिर गयो, तर उहाँ बाँच्नुभयो। एक दिन दिउँसो हाम्रो स्कुल बस अचानक रोकियो। हामी भित्र बसिरहेका थियौँ। बाहिर के भइरहेको छ थाहा थिएन। त्यसपछि एकजना दाढी भएको युवा हाम्रो भ्यानको अगाडि उभियो। उनले ड्राइभरलाई सोधे, यो खुसियाल स्कुलको बस हो, मलाई केही विद्यार्थीहरूको जानकारी चाहिन्छ। म मेरो साथी मोनिबाको छेउमा बसेकी थिएँ। हाम्रो मनपर्ने सिट ढोकाको छेउमै थियो। त्यहाँबाट हामीले बाटोभरि सबै कुरा देख्न सक्थ्यौँ। त्यो दिन हाम्रो परीक्षा थियो। म भोलिपल्ट बुझाउनु पर्ने उत्तर पुस्तिकाको बारेमा चिन्तित थिएँ। त्यसपछि अर्को व्यक्ति ढोकामा आइपुग्यो। उनले टोपी लगाएका थिए, मुख रुमालले छोपिएको थियो। उनले ठुलो स्वरमा सोधे, मालाला को हो? हामी सबै अचम्ममा पर्यौँ। कसैले जवाब दिएन, तर सबै केटीहरूले मेरैतर्फ हेर्न थाले, किनभने मेरो अनुहार मात्र खुलेको थियो। त्यही बेलामा त्यो मान्छेले बन्दुक ताने 3वटा गोली प्रहार गरे। मेरो बायाँ आँखाबाट चिरेर बायाँ काँधबाट बाहिर गयो। म मोनिबाको काखमा लडेँ। मेरो बायाँ कानबाट रगत बग्न थाल्यो। दोस्रो र तेस्रो गोली मेरो सहपाठी साजिया र काइनातको हातमा लाग्यो। मलाई गोलाबारीको आवाज थाहा भएन। मैले सुनेको मात्र के थिएँ भने कुखुराको टाउकोहरू काटिएको जस्तो आवाज। अरू सबै केटीहरू रोइरहेका थिए। हाम्रो बस ड्राइभरले तुरुन्त बसलाई अस्पतालतिर दौडाए। मेरो बुबा बैठकमा हुनुहुन्थ्यो। जब उहाँले यो समाचार सुन्नुभयो, उनी भाषण दिनै लाग्नुभएको थियो। जब उहाँ अस्पताल पुग्नुभयो, पत्रकारहरू बाहिर भेला भइसकेका थिए। मलाई ओछ्यानमा पल्टिएको देखेर बुबाको मन टुट्यो। मेरो सुन्दर छोरी, मेरो बहादुर छोरी, उनले बारम्बार भन्नुभयो। मेरो सुन्दर छोरी, मेरो बहादुर छोरी, उहाँले बारम्बार भन्नुभयो। बुबाले मेरो निधार, गाला र नाक चुम्बन गर्नुभयो। उहाँले अङ्ग्रेजीमा बोल्नुभयो, किनभने कुनै न कुनै रूपमा उहाँलाई थाहा थियो कि म सुन्दैछु। बुबाले कहिल्यै सोच्नु भएको थिएन कि तालिबानले मलाई निशाना बनाउँछ। उहाँलाई लाग्थ्यो कि बुबा नै
लक्ष्य हुनुहुन्थ्यो, तर बुबाले महसुस गर्नुभयो कि यो हमलाले दुई चरालाई एउटै ढुङ्गाले हाने चाहिँ थियो। यदि म मरेँ भने बुबाले विरोध गर्ने र लड्ने सम्पूर्ण शक्ति गुमाउनु हुनेछ। मलाई सैनिक अस्पताल लगियो, जहाँ एक सेनाका डाक्टरले मेरो शल्यक्रिया गर्नुभयो। मेरो मस्तिष्क सुन्निएको थियो। कर्नेलले मेरो खप्परको एउटा भाग हटाउनुभयो ताकि मस्तिष्कलाई फैलन ठाउँ मिलोस्। उहाँले गोली र टुक्रिएको हड्डी निकालिदिनुभयो। धेरै मानिसहरू अस्पताल आए, मन्त्रीहरू, सरकारी अधिकारीहरू र पत्रकारहरू बाहिर जम्मा भए। हाम्रो प्रान्तका गभर्नर समेत आएर भेट्नुभयो। ब्रिटिस डाक्टर फियोनाले मेरो उपचारको जिम्मा लिनुभयो। पाकिस्तानका अस्पतालहरू अपर्याप्त थिए, मलाई कोमामा राखियो र अन्ततः अस्वच्छता र आवश्यक उपकरणहरूको अभावका कारण मलाई सङ्क्रमण भयो। संयुक्त अरब इमिरेट्सका राजपरिवारले मलाई आफ्नै निजी जहाजमा लिएर बेलायतको अस्पतालमा पुर्याउने प्रस्ताव गर्नुभयो। मेरो घटनाले सम्पूर्ण विश्वलाई आक्रोशित बनायो। राम्रो कुरा के भयो भने तालिबानले मलाई गोली हानेर मेरो अभियानलाई अन्तर्राष्ट्रिय रूपमा चर्चित बनाइदियो। म बुबाको अभियानमा सहभागी हुन्थेँ। कहिलेकाहीँ उनले आयोजना गर्ने पत्रकार सम्मेलनहरूमा म पनि भाषण दिन्थेँ। सबै बालबालिकाले शिक्षा पाउनुपर्छ, चाहे केटा होस् वा केटी। उनीहरूलाई अज्ञानी बनाइराख्नु हुँदैन र जीवनमा समान अवसर दिइनुपर्छ। म यस्तै कुरा भाषणमा गर्थेँ। संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले मलाई गोली, प्रहार, कायर र घृणित कार्य भन्नुभयो। अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसलाई घृणित, निन्दनीय र दुःखद भन्नुभयो। एक हप्तापछि म एक्लै आइसियुमा बिउजिएँ। मलाई थाहा भयो म पाकिस्तानमा छैन भनेर। वरिपरि अत्याधुनिक उपकरणहरू थिए। म बोल्न सक्दिनथेँ किनभने मेरो घाँटीमा ट्युब थियो। मेरो बायाँ हात नचल्ने भयो। मेरो बायाँ कानले सुन्न सकिनँ। मेरो बायाँ आँखा पट्टीले बेरिएको थियो। नर्स र डाक्टरहरूले मलाई साथ दिए। उहाँहरूले भन्नुभयो परिवार पनि आउनेछ र सम्पूर्ण खर्च निशुल्क हुनेछ। यसबीच संसारभरबाट धेरै मानिसहरूले मलाई चिठी पठाए। मैले 8000 पत्रहरू प्राप्त गरेँ। चकलेट, लुगा, टेडी बियरहरू समेत प्राप्त गरेँ। जब म बिस्तारै ठिक हुन थालेँ, संयुक्त राष्ट्रसङ्घका शिक्षादूत गार्डन ब्राउनले आई एम मलाला नामक अभियान सुरु गरे। उनले भने 2025 भित्र कुनै पनि बच्चा शिक्षाबाट वञ्चित हुनु हुँदैन। मेरी मनपर्ने अभिनेत्री एन्जेलिना जोलीले मलाई सन्देश पठाइन्। बियोन्सेले कार्ड लेखिन्। मेडुनाले मेरो नाममा एउटा गीत गाइन्। जब अन्ततः मैले आफ्नो परिवारलाई देखेँ, म खुब रोएँ। बुबा र आमा दुःखी थिए किनभने म मुस्कुराउन सक्दिनथेँ। मेरो आधा कपाल झरिसकेको थियो। मेरो अनुहारको बायाँ भाग पुरै बदलिएको थियो। मैले बुबा आमालाई भने म मुस्कुराउन वा आँखा झिम्काउन नसक्नु महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा के हो भने म अझै बाँचिरहेकी छु। मलाई अझै केही शल्यक्रिया गर्नुपर्ने थियो। एकजना विज्ञ न्युरोसर्जनले मेरो अनुहारमा स्नायु सुधार गरे। मेरो कानमा क्लिनर इम्प्लान्ट राखियो। मेरो खप्पर ठिक पार्न टाइटेनियम प्लेट राखियो। अन्ततः म फेरि मुस्कुराउन सक्षम भएँ। मेरो परिवार र म बेलायतमा सर्यौँ। हामी सँगै भएर खुसी थियौँ, तर पाकिस्तानका पहाड र उपत्यकाहरूलाई सधैँ सम्झिरहन्थ्यौँ। मेरो 16औँ जन्मदिनमा म न्युयोर्क उडेँ। मलाई संयुक्त राष्ट्रसङ्घको महासभामा भाषण दिन निमन्त्रणा गरिएको थियो। मैले यो अवसरलाई आफ्नो वास्तविक भावना प्रकट गर्ने रूपमा उपयोग गरेँ। त्यहाँ 4000 जना प्रतिनिधिहरू थिए, तर मलाई थाहा थियो कि म सम्पूर्ण विश्वसँग कुरा गरिरहेकी थिएँ। मलाई थाहा थियो कि मेरा शब्दहरू केही फरक पार्न सक्छन्। मलाई थाहा थियो कि मेरा शब्दहरूले केही फरक पार्न सक्छन्। म गरिबीमा बाँचेका सबैसम्म पुग्न चाहन्थेँ। म ती बालबालिकाहरूसम्म पुग्न चाहन्थेँ जो जबरजस्ती श्रम, आतङ्कवाद र शिक्षाको अभावमा झेलिरहेका छन्। म उनीहरूको अधिकारको लागि उभिन चाहन्थेँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले विश्वभरका नेताहरूलाई प्रत्येक केटाकेटीलाई निशुल्क शिक्षा उपलब्ध गराउन आग्रह गरेँ। मैले भने किताब र कलम हाम्रो जीवनको सबैभन्दा शक्तिशाली हतियारहरू हुन्। एउटा बच्चा, एउटा शिक्षक, एउटा किताब र एउटा कलमले संसार बदल्न सक्छ। एउटा बच्चा, एउटा शिक्षक, एउटा किताब र एउटा कलमले संसार बदल्न सक्छ। यो केवल मलालाको कथा मात्र होइन, यो साहस, दृढ सङ्कल्प र शिक्षाको महत्त्वको कथा हो। एउटा सानो बालिकाको सङ्घर्ष जसले आफ्नो आवाज उठाइन् र लाखौँ बालबालिकाको सपना उज्यालो पारिन्। तालिबानले उनलाई रोक्न खोज्यो, गोली हानेर उनको आवाज दबाउन प्रयास गर्यो, तर मलाला झन् बलियो बनिन्। उनको सङ्घर्षले सारा विश्वलाई प्रमाणित गरिदियो कि शिक्षा नै असली शक्ति हो।
आज मलाला केवल एउटा नाम होइन, उनी परिवर्तनको प्रतीक बनिसकेकी छिन्। उनी नोबेल शान्ति पुरस्कार जित्ने सबैभन्दा कान्छी व्यक्ति हुन्। उनले मलाला फन्ड स्थापना गरेर लाखौँ बालबालिकाहरूको शिक्षाका लागि अभियान चलाइरहेकी छिन्। सानो हुँदा मलालाले डाक्टर बन्ने सपना देखेकी थिइन्, तर यो घटनापछि उहाँलाई महसुस भयो कि यदि उनी डाक्टर बनिन् भने उनी जस्तै गोली लागेको घाइतेलाई बचाउन सक्छिन्। तर उनको लक्ष्य नै यस्तो दिन आउन नदिनु हो जहाँ कसैलाई गोली लागोस्। त्यसैले उनले आफ्नो अध्ययन पुरा गरिसकेपछि राजनीतिमा जाने निर्णय गरेकी छिन्, ताकि उनले संसारलाई अझ राम्रो दिशामा लैजान सकुन्। आउनुहोस् हामी पनि उनको सफलताको लागि शुभकामना दिउँ। हामी सबै मलालाबाट केही सिक्न सक्छौँ। हामीले पनि शिक्षा र न्यायका लागि आवाज उठाउनुपर्छ, किनकि एक बालक, एक शिक्षक, एक किताब र एक कलमले संसार बदल्न सक्छ। यदि तपाईँलाई यो कथा मन पर्यो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस् र तपाईँको विचारहरू कमेन्टमा लेख्नुहोस्। साथै ज्ञान फैलाउनका लागि सेयर गर्न नबिर्सिनु। तपाईँको साथ र समर्थनले हामीलाई अझ उत्कृष्ट सामग्री बनाउन प्रेरित गर्छ। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।